नमस्कार, म डाक्टर नवीन मिश्र। आज इन्फ्लुएन्जा अर्थात् फ्लू भ्याक्सिनको सम्बन्धमा सानो जानकारी दिन गइरहेको छु। फ्लू भ्याक्सिन हरेक व्यक्ति 65 भन्दा माथि वर्षकाले वर्षेपछि लाउनुपर्छ र 65 भन्दा कम 18 देखि 65 64 सम्मका जो दीर्घ रोगीहरू हुनुहुन्छ उहाँहरूले पनि लाउनु पर्ने हुन्छ र नर्मल व्यक्ति तपाईँ हामी जस्ता जसलाई अरू कुनै रोग छैन उहाँहरूले पनि लाउन मिल्छ। अब मैले नर्मल छुट्टै भनेर अरू रोगहरू भने अब त्यो किन भन्दाखेरि फ्लू भ्याक्सिन थरी थरीका हुन्छन्। नेपालमा हुन त हामीसँग एक थरीको मात्रै उपलब्ध छ, स्ट्यान्डर्ड डोज, जसमा 15 माइक्रोग्राम हरेक भेरिएन्टको हुन्छ, जम्मा 60 माइक्रोग्राम हुन्छ चारटै भेरिएन्ट मिलाएर, हैन। तर रिकमेन्डेड के छ भन्दाखेरि 65 माथि र लाई हाई डोज भ्याक्सिन दिने अर्थात् 240 को, हैन, वा जो 18 देखि 64 सम्म हुनुहुन्छ दीर्घ रोगी हुनुहुन्छ उहाँलाई हाई डोज भ्याक्सिन दिने। तर हाम्रो नेपालमा वा इन्डियामा पनि अहिलेसम्म एभाइलेबल भनेको स्ट्यान्डर्ड डोज भ्याक्सिन मात्रै हो। अर्थात् जे भए पनि भ्याक्सिन त दिनु पर्यो, तर हामीले भ्याक्सिन बनाउने कम्पनीहरूलाई हाम्रो देशमा पनि हाई डोज भ्याक्सिन उपलब्ध हुनुपर्छ भनेर आवाज चाहिँ उठाइराख्नुपर्छ। एक अर्को कुरा, यो कुन महिनामा भ्याक्सिन लिनु त? यो युजुअली दसैँ र तिहारको बिचमा जाडो लाग्नुभन्दा पहिला चाहिँ लिने, विन्टर सिजनमा भन्छौँ, सेप्टेम्बर टु अक्टोबर। यो फ्लूको प्रकोप त्यसपछि नै म्याक्सिमम हुन्छ र यो वर्षैपछि लिनुपर्ने हुन्छ। हुन त बच्चाहरूमा पनि 18 वर्षको मुनिभन्दा बच्चामा पनि दिने भन्छौँ। 6 वर्ष माथिका हरेक व्यक्तिले फ्लू भ्याक्सिन लिन सक्नुहुन्छ। अब यसलाई विभिन्न गाइडलाइन्स छ। 6 महिनादेखि 8 वर्षसम्म 2 डोज लिने, 2 डोजको अन्तराल 1 महिनाको कम्तीमा हुनुपर्छ र त्यस पछाडि चाहिँ 8 वर्ष पछाडि वर्षैपछि एकचोटि लिँदा भयो। सो यो 6 महिनादेखि 64 वर्षसम्म नर्मल व्यक्तिमा चाहिँ स्ट्यान्डर्ड डोज भ्याक्सिन दिए पनि भयो, हैन, वा हाई डोज एभाइलेबल। हाई डोज स्पेसली चिल्ड्रेनमा त रिकमेन्डेड छैन, तर एडल्ट 18 माथिकोलाई हाई डोज वा स्ट्यान्डर्ड डोज वा रिकम्बिनेन्ट वा एडजुभेन्ट भ्याक्सिन, यो चारवटा मध्ये कुनै पनि दिन सकिन्छ जुन एभाइलेबल छ। धन्यवाद।